बालेनले गरेका केही थोरै कामहरू, उसका आफ्ना सफलताका कामहरू। लोकतन्त्रमा चुनाव आउँदा आलोचना र गाली गलोज हुनु स्वाभाविक हो, तर बालेनले काठमाडौँमा गरेको सरसफाई साथै नेपाल भाषा, सभ्यता र संस्कृतिको संरक्षणप्रति देखाएको अग्रसरता भने प्रत्यक्ष रूपमा हामीले अनुभूति गर्न सकिने र काबिले तारिफ थियो। यो मेरो व्यक्तिगत अनुभव हो। बुक फ्री फ्राइडेको व्यवहारिक कार्यान्वयन सरप्राइज थियो। बच्चाहरूको अनुहारमा त्यसले दिएको मुस्कानले मेरो मात्रै नभएर सम्पूर्ण काठमाडौँवासीको आँखा रसाएको थियो। 20औं वर्षसम्म त्यो फोहोर व्यवस्थापन नभएको काठमाडौँको बालेन आएपछि एकाएक पहिलोचोटि व्यवस्थापन भएको पनि देखियो। मोराले सिप मेला भन्दै युवालाई थोरै भए नि आशा देखाएको पनि देखेँ। कुकुरलाई पनि पो बन्ध्याकरण गर त, त्यति मात्र कहाँ हुनु, कान्छोले त इन्फ्रास्ट्रक्चर एम्बुलेन्स पनि पो दौडायो त। अझ के भन्नु, त्यो भन्दा बढी आश्चर्य त 3 वर्ष काम गर्दा मोरोले एउटा भ्रष्टाचार गरेन। उसका भ्रष्टाचारका फाइलहरू कुनै बाहिर आएनन्। आखिर युवा त्यही झिल्को खोजीमा त थियो। त्यसपछि भन्न थाले, अब की बार बालेन सरकार। त्यति मात्र कहाँ हुनु, मोरो प्रकृति प्रेमी पनि पो रहेछ। रत्न पार्क एरियामा चरा बस्ने गुण सहित बनायो। हेर्दा हेर्दै पार्क पनि बनायो। खुला मञ्च दलका दलले कब्जा हानिसकेका थिए। सबलाई लखेटेर त्यहाँ हेर्न र बस्न लायक दुबो लगायो। पुराना ढुङ्गे धारा खोतल्यो। अचम्म, केही बुझ्दिन राजनीति म, तर काम भएको चाहिँ पक्का हो। अझै बाँकी छ भन्नुहोस्। केटोले फुटपाथ बढाएर जनता हिँड्ने बाटो बनायो अनि फ्लड लाइट राखेर काठमाडौँलाई उज्यालो पार्यो। न्यू रोडको तार पनि हटायो, भूमिगत बनायो। त्यसपछि युवा भन्न थाले, इट्स अ बालेन सिटी। अझै दरबार मार्गमा टाइल्स लगायो। केटोले अनि त युवा भन्न थाले, बालेन दाई हाई हाई। बोल्दै बोल्दैन मोरो, जे बोल्छ अर्थपूर्ण र समाधानमुखी कुरा गर्छ। अनि बच्चा बच्चा भन्न थाले, बालेन इज जेन्टल। अनि केपी इज क्वेसन मार्क। यो ग्याप चाहिँ अब आफै भर्नुहोस्। फेरि केपी बाका सियालले गाली गर्छन् मलाई। हस् त, धन्यवाद।